अनि म चाहिँ छिटो मिठो बाटो हिँडेको क्या, सर्टकट होला। आज त्यो साथी थियो, साथी चाहिँ नजाने अरे, नजाने भन्दा नि उता त्यो पुल पारीबाट जाने अरे। अनि त्यही भएर म चाहिँ यहाँबाट हिँड्दैछु, लाग्यो है अब आफ्नो गन्तव्यतिर। त्यहाँबाट टक्क ल। अब चाहिँ म चाहिँ आइपुगेँ म्याजिक स्ट्यान्ड। यो चाहिँ हाम्रो मधुमलाको म्याजिक स्ट्यान्ड। म्याजिकमा चढेर म चाहिँ अब जाँदैछु दमक। यो गाडी जाने कति अझ 10 मिनट कुर्नु भने जति ढिलो भयो त्यति कुर्नुपर्छ क्या। यहाँनिर चाहिँ आफूलाई ढिलो भइरहेको हुन्छ, टाइममा जाँदैन म्याजिक। यही हो बेफाइदा चाहिँ आफ्नो साधन नहुनुको बेफाइदा। बेहाल छ। कता कता पनि चाहिँ यहाँबाट चाहिँ यो बाटो छ नि, यो बाटो यो पल्लो बाटो, यो बाटो चाहिँ यहाँबाट चाहिँ भालुकुडी शिखर कटेरी पुगिन्छ। यताबाट चाहिँ कहाँ पुगिन्छ भनौँ न, यताबाट चाहिँ मधुमला यो यहाँबाट छुट्टिन्छ। दुईतिरको बाटो तिनतिरको बाटो छ क्या। अन्तखेरि यो बाटो चाहिँ मधुमला जाने, त्यो बाटो चाहिँ शिखर कटेरी जाने। अनि यहाँबाट यहाँ घुमेर यताबाट दमक जाने। हामीले त्यसरी हिँड्दैछु मैले। यहाँबाट जाने हो, तपाईँहरूलाई बाटो पनि म देखाइदिन्छु कस्तो छ भनेर। यहाँ पनि कस्तो छ, यहाँ चाहिँ यो चाहिँ म्याजिक स्ट्यान्ड हो क्या। कोही कोही बेला त हामीलाई पनि डर लाग्दैन। अगाडिबाट भिडियो गर्दा त मोटै दिन्छ क्या मलाई, पछाडिबाट गर्दा त रुटो देखिन्छ। अगाडिबाट चाहिँ म नजिकबाट गर्छु नि त, त्यही भएर पनि होला। नयाँ चाहिँ घाउ निकै भएको छैन। यहाँदेखि यहाँ यस्तो किची भएर यहाँसम्म छ। यो चाहिँ मेरो त्यो नेल्सको त्यो पाउडर हुँदैन, त्यो पाउडर यहाँनिर यस्तोमा हुँदाखेरि मेरो कनायो क्या, चिलाइरहेको थियो। अनि यस्तो कनायो, त्यो पाउडरहरू उडिरहेको रहेछ, त्यही किरिकिरी गरेर चिलाएको रहेछ, कनायो। त्यहीबाट रेसेस भएर यस्तो यहाँनिर कस्तो छाले चाउरी परेर यस्तो भएको थियो। त्यो उयो भएको थियो क्या, कस्तो उयो भयो। अन्तखेरि त्यस पछाडि त घाउ भयो। मैले त्यो कोट्याएँ नि त, यहाँनिर कस्तो घिनलाग्दो देखियो, फोहोर जस्तो। अन्तखेरि कोटाइदिएको थिएँ, त्यस पछाडि घाउ नै भएको थियो। त्यस्तै छ समस्या अहिले चाहिँ। नेल आर्टिस्टकोमा चाहिँ एप्रोन नलगाइकन यो त्यो उयो गर्छु नि त, काम गर्छु नि त, त्यही भएर पनि हो। भने थिएँ मैले तपाईँहरूलाई। अनि स्न्यापचाट अगाडि बढाउँदा चाहिँ सजिलो हुँदैछ, पछाडि बनाउँदा चाहिँ हुँदैन क्या। अनि एकचोटि मलाई त्यो थाहा थिएन। अनि यो एकचोटि क्लिक गरेपछि आफै भिडियो भइरहेको रहेछ क्या, लङ लास्टिङ। अनि कसरी बनाउँछन् मान्छेले स्न्यापच्याटबाट भिडियो यति लामो भन्दै त यसरी हुँदो रहेछ नि त। मतलब एकचोटि क्लिक गरिसकेपछि लङ लास्टिङसम्म मतलब क्लिक गर्नु नपर्ने हुँदो रहेछ। के गर्नु, एप्सहरू पनि यस्तो नलेज छैन नि त, चलाइराखिँदैन। अनि त्यही भएर पनि हो। यस्तै छ। मामा पुलबाट लागिन्छ। अब चाहिँ हामी दमकतर्फ। यो पुलमा चाहिँ रोक्ने चलन छ नि त, यहाँनिरबाट सुई अब गइसकेपछिको कुरो चाहिँ अब फागुन एकैचोटि आइपुगेपछि मैले भिडियो स्टार्ट गरिसकेँ। अनि त्यस पछाडि चाहिँ म पुग्दैछु मेरो गन्तव्यतिर जाँदैछु म। अनि म चाहिँ कहाँ जाँदैछु भन्नुहुन्छ तपाईँहरूलाई सबैलाई थाहा छ। कहाँ जाँदैछु म भन्दा दमक किन जान्छु भन्दाखेरि म
यस्तै खतरा खतरा काम गर्छ नि त। ए अब यहाँ म पार्लरको भिडियो हेरिदिनु होला सबैजनाले मैले के गर्दैछु भनेर। हस् ओके, अब कन्टिन्यू भिडियो हेर्नु है त। म चाहिँ फाइनल्ली पार्लरतिर आइपुगिसकेँ। अनि उहाँले चाहिँ नङ लगाइसक्नु भएको थियो। अनि फेरि खोलेर फेरि टाँसेको हाम्रो कुमारी म्याडमले चाहिँ। म चाहिँ फाइनल्ली पार्लरतिर आइपुगिसकेँ। अनि उहाँले चाहिँ नङ लगाइसक्नु भएको थियो। अनि फेरि खोलेर फेरि टाँसेको हाम्रो कुमारी म्याडमले चाहिँ। दुइटाको चाहिँ मैले सेम मिलाइसकेको छु। सेम युज गर्दै बाँकी छ। यो चाहिँ भइसकेको सेम मिलाइसकेको छु। आलमोन्ड सेप गर्दैछु म यहाँ चाहिँ। आइडिया कति बाटी हो केही हुँदैन, देखाउनु न केही हुँदैन। आजको यस्तै भयो है, आज त्यस्तै भयो है हाम्रो। यो चाहिँ हामीले गरेको फ्रेन्ड्समा क्याट आई। यो चाहिँ हाम्रो सिस्टरले नै मन पराएर गरेको हामीले। यस्तो भएको छ। यो आर्टहरू हजुरहरूलाई कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सिनु होला। ओके, अनि लास्टमा चाहिँ थ्याङ्क यू फर वाचिङ गाइज। अनि मेरो युट्युब च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गरिदिन नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। ओके, बाई बाई, 1 सेकेन्ड, बाई बाई, सी यू सुन।